तथा यस अपाङ्ग सङ्घबाट आयोजित यस कार्यक्रममा उपस्थित सबै भाइ बहिनी, आमा बुवा, दाजुभाइ, दिदीबहिनी सबैलाई स्वागत गर्छु। कार्यक्रम सुरु गर्नुभन्दा पहिला हामी सबैको आराध्य देव श्री पशुपतिनाथको सम्झनामा स्मृतिमा हामी 3 चोटि ओमको ध्वनि लगाउँछौँ। हामी सबै एकैपटक ओमको ध्वनि लगाउँछ है त। धन्यवाद सबैजनालाई। कार्यक्रमको सुरुवात गरौँ। यस अपाङ्ग महासङ्घको हाम्रो प्रमुख श्री दयाराम सरलाई चाहिँ स्वागत मन्तव्यको लागि हामी सबै जोरदार तालीबाट स्वागत ओम शान्ति, ओम शान्ति, ओम शान्ति, ओम शान्ति। हामी खोज्छौँ शान्त, सुखी, खुसी खोज्छौँ। यो खुसी सुख भनेको हाम्रो भौतिक संसारमा होइन, आध्यात्मिक संसारमा पाइन्छ। क्या बात। भौतिक संसारले हामीलाई लोभ, मोह, दुःखमा फसाउँछ भने जब हामीमा आत्मज्ञान हुन्छ, आध्यात्मिक चरित्रको निर्माण हुन्छ र आध्यात्मिक सोच, आध्यात्मिक विचार र आध्यात्मिक सम्बन्धी ज्ञान हुन्छ, तब हामीले सुख, शान्ति, समृद्धि, उन्नति पाउँछौँ। जब हामीले भौतिक संसारमा भौतिक वस्तुहरूलाई हेर्न खोज्छौँ, त्यतिखेर द्वन्द, अशान्ति, लोभ, ईर्ष्या, द्वेषहरू मात्रै भेटिन्छन्। त्यसैले हामीले आध्यात्मिक संसारलाई बुझ्नु छ, आध्यात्मिक चिन्तनलाई बुझ्नु छ। हामी भित्रको जुन आत्मा छ त्यसलाई बुझ्नु पर्छ। हामी बाहिरको जुन आकृति, हात, खुट्टा, आँखा, गाला, कान, नाक, जुन दाँत छन्, यो स्वरूपहरू सबै आत्माले चलयमान बनाउँछन्। जब हामी आत्मा राम्रो भएपछि यो हातले राम्रो काम गर्छ, खुट्टाले राम्रो ठाउँमा जान्छन्, मुखले राम्रो कुराहरू सुन्छन्, कानले राम्रो कुरा सुन्छन्। सबै कुराहरू यो भौतिक वस्तुहरू छन्। औँलादेखि लिएर नङ, यो भौतिक वस्तुहरूले आत्माले अडाएपछि मात्रै काम गर्छ। यो नोकर रूपी भौतिक वस्तुहरूलाई यो मालिक, संसारको मालिक आत्मा हो। यो आत्मालाई चिन्नको लागि हामी आज आध्यात्मिक चित्र प्रदर्शन तथा राजयोग अनुभूति कार्यक्रम हाम्रो ब्रह्मा कुमारी राजयोग उपसेवा केन्द्र भैँसपाटीबाट यस संस्थामा यो कार्यक्रम भइराखेको छ र उहाँहरू पहिले पनि आएर हामीलाई सहयोग र हामीलाई यो भावना उजागर गर्नको लागि आइरहनु भएको छ।
त्यसैले म सम्पूर्ण ब्रह्मकुमारी राज्य उपसेवा केन्द्र म्युनिसिपालिटीबाट पाल्नुभएका सम्पूर्ण सही रिटा गीता बहिनीलाई र सम्पूर्ण टिमलाई म हार्दिक स्वागत गर्न चाहन्छु। अनि हाम्रो यो वरिपरि यहाँ लेखेको छ, तल लेखेको छ, पवित्रता नै सुख शान्तिको जननी हो। मनको पवित्रता, बोलीमा पवित्रता, सोचमा पवित्रता र सुन्ने कुरामा पनि पवित्रता भयो भने हामीमा शान्ति आउँछ। जब हाम्रो बोलीमा पवित्रता छैन भने हामी पोल्युसन भन्छौँ नि, पोल्युसन, माटोमा पवित्र छैन, त्यहाँतिर कीटनाशक औषधि छ, खानेकुरामा पवित्र छैन, जलमा पवित्र छैन, त्यहाँ अरू मिसावट केमिकलहरू छन् भने स्वास्थ्यलाई हानि गर्छ, त्यहाँ दुःख हुन्छ। त्यस्तै के मागिने हाम्रो सबै कुरामा पवित्र हुनुपर्छ। हाम्रो पहिलो कुरा त मन पवित्र हुनुपर्छ। अनि मन पवित्र भइसकेपछि हाम्रो बोली, वचन, व्यवहार सबै पवित्र हुन्छन्। त्यसपछि सबैको लागि आफू पनि खुसी, अरू पनि खुसी, आफू पनि शान्त, अरूलाई पनि शान्त, त्यहाँ द्वन्द्व हुँदैन। त्यसैले पवित्रता नै सुख शान्तिको जननी हो। जननी भनेपछि आमा हो अथवा त्यहीबाट जन्म हुन्छ। त्यस्तै अर्को हाम्रो यो देहरूपी मन्दिरमा, यो मन्दिर, यो शरीर देह मन्दिर जस्तै छ। अनि त्यसभित्रको जुन देवता, जुन आत्मा छ, त्यो देवता हो। जहाँ आत्मा छ त्यो मन्दिर राम्रो हुन्छ। जहाँ आत्मा राम्रो छैन अथवा जसमा आत्मा छैन त्यो शरीर होइन, त्यो लास हुन्छ अथवा त्यो मासुको थुप्रो, यो कङ्कालको थुप्रो मात्र हो। यो शरीर साँच्चै शरीर, पवित्र शरीर बन्नको लागि हाम्रो आत्मा हुनुपर्छ। आत्मा र भौतिक यो शरीर भयो भने मात्रै हामी मानव बन्छौँ। यो मानवलाई सच्चा रूपमा अगाडि बढाउनको लागि यो पहिलो कुरा शुद्ध आत्मा हुनुपर्छ। यही आत्मा ज्ञान दिनुको लागि पाल्नुभएका सम्पूर्ण ब्रह्मकुमारी राज्य उपसेवा केन्द्र म्युनिसिपालिटी, भाइ पासा पुचबाट पाल्नुभएका साथीहरू, पासाहरू, यस अपाङ सेवा सङ्घमा आश्रित अपाङ्गता भएका बालबालिकाहरू र यहाँ आज हाम्रो कर्मचारी मित्रहरू आउनु भएको छैन। सम्पूर्णमा यस कार्यक्रमबाट फाइदा उठाइदिनु हुनुको लागि धन्यवाद दिन चाहन्छु र यस कार्यक्रमको लागि सुन्नको लागि म स्वागत गर्न चाहन्छु। धन्यवाद।